दुई चार शब्द केही भन्दै के छ आजको प्लान? हेलो गाइज 2:30 बजेतिरको प्लान छ होइन? सब तयारी भइसक्यो। यस्तो हुँदैन नि त यहाँ बिजनेस गरिरहेछस् त अगाडि कि बाहिर सिकाउँदै थिएछ अहिले कि भाइ यो छ 2-3 दिनको बेलामा गायब हुँदैछु भनेर? ठिक छ त्यसो भए भनेपछि प्लान मिलाइस् तिमीहरूले? प्लान मिलाइस् होइन? ठिक छ ठिक छ। कोही कोही को छ कोही कोही त्यस्तो भए? असफल त्यसरी भन्न मिल्दैन। ए त के इन्डाइरेक्ट रूपमा मेरै नाम लिइरहे, डाइरेक्ट रूपमा मेरै नाम लिइरहे नि त, किन अर्को नाम लिनु पर्यो धेरै? अब यस्तै हो 2 बजे 2:30 बजेतिरको प्लान छ। कहाँ भेट्नु अहिले फोनमा कुरा गर्नु? पशुपतिनाथको प्लान छ। केदारनाथ पछिको दर्शन केटाहरू 6 महिना 4 महिना कति लाग्यो? 4 महिना लाग्यो घरमा सुतेको। यस्तो छ नि त, हामी नेपाल बासिन्दा भएर नेपालकै पशुपतिनाथ गएको छैनौँ क्या अहिले। पुग्नुपर्छ। पहिला गएको थियौँ तर अब पहिला गएर हुँदैन। केदार बद्री आइसिक्यूतिर जानुपर्छ या त त्यो जानुभन्दा अगाडि हप्ता दिन 1 महिना अगाडि जानुपर्छ। हाम्रो ढिलो भइसक्यो, फेरि पनि जानुपर्छ। यो चुनावको माहौलले हल्का बिगाड्छ। 2082 भित्रमै गएर सकाइदिउँ, दर्शनहरू गरिदिउँ भनेर हल्का प्लान बनेको छ। आज कति 3 बजे रेडी भएर बस्नु। यहीँ आउँछ। अब त आधा स्टोलको 2-3 जना छ, 2 जना तिमीहरू नै भइस्। बस पार्कबाट एउटा पछाडि पनि देखाएँ स्लिपरको के यहाँ लाग्दै त होला सबैजनालाई कि ट्रेनमै गइरहेछ। तर के को ट्रेनमा जान्छ? यो नेपाल सरकारले ट्रेन थोरै बनाएको छ। यो बस हो, बस। यहाँ बसमा चढेर हामी गइरहेछौँ। खानासँगले कता कता पुग्यो भने यिनीहरू 2 जना साथी अगाडि छ। 2 जना हामी चाहिँ माथि बसेर मस्त हेरिरहेछौँ। हामी एकछिन खाजाको लागि रोकेको थियौँ। यहाँ खाजासाजा सकिसक्यौँ। हाम्रो मित्र एउटा भेट हुनु भएको छ, उहाँ पनि एकाउन्टेन्ट अरे। अनिसको साथी फ्याक्ट्रीमा काम गर्ने सँगै यिनीहरू छन्। यहाँ छ एउटा हाम्रो बक्सर लगाएर हिँड्ने पुरा हिरो यो ल जाउँ भित्र पसौँ म फटाफट, न त फेरि बस छुट्छ। ल जाउँ गइहाल्यो म। अब ठ्याक्क हामी खाना खाने बेला ओर्लिनेछौँ। खाना खाने बेला पनि हेर्नु होला। हामी यही बसमा छौँ गएको। यातायातको नाम हेर्ने। हामी काठमाडौँ जाने ठाउँमा रोकिरहेछौँ। यस्तो देश छ, हल्ला चिल्ला जे जति छ देखा जाला। 2 ठाउँ ल्याउनु, 2 ठाउँ फटाफट। 2 ठाउँ खाम हामी पनि। बस्नु सर, आउनु सर। पनि सर केही भन्नु छ भने भनिदिनु पऱ्यो। एक्स्ट्रा थाल्दिनु त किन रोटी खान्छ ऊ। ल हामी अब रेडी, आइसक्यो खाना, खाइदिनु पर्छ। सक्यो त्यही छ। ल हामी अब काठमाडौँतर्फ प्रस्थान गर्न गइरहेछौँ। गिरी होटल अगाडि रोकेको थियो हामीलाई सबैजनालाई। यो एउटा छ, म चाहिँ क्यामेरा अगाडि पोत दिन थालिहाल्छ। आफ्नो क्यामेरा त निकाल्दैन कसैले। ल जाउँ भित्र पसेर अगाडि देखाउने छु। ऊ माथिको उताको सिट छ दिएको हामीलाई। पसौँ न के रहेछ। काठमाडौँ गएर दर्शन गरेर त्यसपछि हेराउनेछु अगाडि। मुख देखा बिहान गुड मर्निङ सबैजनालाई। ल हामी पशुपति दर्शनको लागि लागिसक्यौँ। नुहाइ धुवाइ सकाएर अब यताबाट पशुपति दर्शन सबै साथीसँग गइरहेछौँ। पशुपति दर्शनको लागि हामी लागिसक्यौँ अगाडि। अब यहाँबाट कति हिँड्नुपर्छ? 1 किलोमिटर 1.5 किलोमिटर कति होला है।
कुन बाटो हो यो हामीलाई थाहा पनि छैन। म त अस्ति आउँदाखेरि उताबाट आएको थियो होला, अर्को साइडबाट आएको थियो कि कतिवटा बाटो हो, एउटै बाटो दुईवटा बाटो। यहाँ छ हामी टक्क गइरहेछौँ अगाडि मन्दिर दर्शन। कति के को भिड छ हेर्नुपर्छ त्यहाँ अगाडि। मन्दिर परिसरभित्र चाहिँ लागिसक्यौँ अगाडि। हर हर महादेव, जय पशुपतिनाथ। नाम त पशुपतिनाथ। काठमाडौँमा छौँ हामी। त्यस्तो भयो हाम्रो। कहाँबाट आएको भाइ? भन विराटनगरवासी हो। अनि के वैसै तिमीहरू दर्शन गर्न मात्र आएको के हो? भगवानले बोलायो आयो। के किन रिजन के हो? के थाहा हो, भगवानलाई थाहा होला नि किन बोलाएको। अनि फेरि पनि रिजन त हुन्छ नि, बोल्न त हल्का रिजन। हामी केदारनाथ गएको थियौँ। हो, केदारनाथ गएपछि पशुपति जानुपर्छ भन्ने हो, त्यही भएर। यो कुरा हो क्या, नत्र अधुरो मानिन्छ होइन, नत्र अधुरो मानिन्छ नि त। त्यो हामी माना भिलेजमा सायद कुरा गर्दाखेरि एउटा बाबाले भन्नुभएको थियो नि त, माना भिलेजको कुरा गर्दाखेरि के भन्नुभएको एउटा सानो कुरो उहाँले भन्नुभएको थियो कि त केदारनाथ जानु, केदारनाथ पुगेर आउनु यता, या त यता पुगेर गयो भने अनि मात्र जानु हुन्छ होइन। त्यही वर्षमा हुनु हो, त्यही वर्षमा पुग्यो भने अलिक राम्रो हुन्छ। यता चाहिँ आर्यघाट हो, घाट पनि छ सायद है त। कतिपय कुरा मलाई थाहा छैन यो कुराहरू, जस्ट मैले पनि सुनेको अनुसारले भनिरहेको छु। केही मिस्टेक भयो भने क्षमा प्रार्थी छु है। फेरि नत्र यहाँ फेरि के छ थाहा छ आजकलको ट्रेन्ड, कोही भी बाबा आके हिन्दू धर्म के बारे में बोल के चले जाता है भनेर छ क्या ट्रोल एउटा आएको। त्यो कारणले हल्का बुझ्नु होला, म बाबा पनि होइन, म जस्ट एउटा हिन्दू केटा हो, मान्छे केटा हो। अब सबजना यसरी नै छौँ, आम भक्त, आम जनता हो, आम केटा हो विराटनगरको। आम लिची सबै हो। ठिक छ, हामी अब मन्दिर परिसर सायद क्यामेरा अन गर्न मिल्दैन। अब यसपछि म यहीँ क्लोज गर्नेछु र ठ्याक्क अगाडि गएर यहाँबाट यतापट्टि हेरौँ न अगाडि के छ। भित्रसम्म भित्र त भन्छ नचलाउनलाई, फेरि पनि म चलाइरहेको छु। यो आर्यघाट हो, पशुपतिनाथको प्राङ्गण हो। त्यहाँ दर्शन गरेर आएको हामी। 108 वटा दर्शन गर्दै अगाडि हर हर महादेव, जय श्री राम। तेरो हातले दीपक कलाकार पशुपतिनाथ आउन लेखेको फेब्रुअरी 9 गते आज हामी आएको छौँ पशुपतिनाथ दर्शनको लागि। साथीहरूसँग यही हाम्रो साथी हुनुहुन्छ जो बोका भएर चुपचाप बस्नु भएको थियो। केदारनाथ बद्रीनाथमा चुपचाप बस्नु भएको थियो। अलिअलि बोल भनेर भने पशुपतिनाथ नेपालै हो, बोल्दा हुन्छ, फरक पर्दैन। एउटा यहाँ हाम्रो मोटे सर हुनुहुन्छ, फेरि वन्स अगेन ब्याक होइन हाम्रो फेरि एउटा भयो व्यापार मामलामा जहिले अगाडि। अरू हाम्रो अर्को छ घाम धेरै लाग्यो अरे, कालो चस्मा बोल्नै नमान्ने अरे। अर्को शिवजी एक्लै दर्शन गरिरहेको थियो। म त के भन्छु, हर हर महादेव, हर हर महादेव। पूजा पनि गर्छु, पाठ पनि गर्छु, राम्रै सुन। पूजा पनि गर्छु, पाठ पनि गर्छु, भगवान नबनिहाल्नु, पाप पनि गर्छु। कहिलेकाहीँ पाप पनि गर्नुपर्छ, त्यही कारणले कहिलेकाहीँ पाप पनि गर्छु। ल हामी अब अगाडि काठमाडौँको कुनै भिजिट गर्नेछौँ अर्को ठाउँहरू। के छ सर, केही बोल्नुहुन्छ तपाईँ? ओ भैयाजी
क्या कुछ बोलेंगे हाँ दर्शन गरियो राम्ररी नै गरियो दर्शनहरू हाँ अब बाहिरबाट दर्शनहरू गर्दैछु गरी होइन राम्रो धेरै राम्रो भयो त्यतिको भिडमा हामीले यतिको भिडमा होइन भिड अत्याधिक भिडमा हामीले धेरै राम्ररी नै दर्शन गर्न पायौँ है ल यहाँ शनिबारको दिन यहाँ मेरो 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 जुन फ्यामिली छन् हल्का सोसियल मिडियाको 2-4जना जुन हेर्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूलाई भनिदिनु पर्यो म बोलिनँ तर आज बोल्दैछु आज भोलिले बोलिन्छ नि आवश्यकता अनुसार त बोल्दैन नि आस्था अनुसार बोल्नुपर्छ ल ठिक छ केही छैन ल अब अगाडि हामी फेरि काठमाडौँको अरू ठाउँ घुमेर देखाउने छु पाँचजना पनि छ यहीँ बसेको हो के छ सबै छ भित्र खाइरहेको छ खाना एकछिन खानासाना खाइसकेर अब अनि कहाँ थिइस् त कुनमा हेल्टा यहाँ साथीले चाहिँ यङ्गो कि के अरे केबाट गरिस् बुकिङ यङ्गोबाट टक्क बुकिङ गर 1 मिनटमा आइपुग्छ होला भन्दै थियो के आइसक्यो आइसकेछ जाउँ फटाफट जाउँ हामी पङ्खाहरू बन्द गर न टोइलेटहरू लगाइदिए स्मेल गर्छ यो पनि लगाइदिएन यो पनि लगाइदिए अब त्यसमै टक्क यङ्गोको ट्याक्सी हामी मगाएका थियौँ साथीलाई बोलाएर ऊ आइसकेको रहेछ अब जानुपर्छ त्यहाँ हामी बुद्ध स्तूपा घुम्ने टुर हुँदैछ यो अगाडि गएर आज शनिबारको दिन कतिको भिडभाड होला कति के लाइन होला भन्न सकिँदैन एकजना चाहिँ गाडी यो बाइकमा हुन्छ अनि यता हुन्छ अरू सबै साथीलाई बोलाएको मैले पठाउको लागि एउटा हाम्रो यहाँ यङ्गोमा केटाहरू यहाँ छ भित्र म चाहिँ एउटा साथीसँगै छु हाम्रो स्कुल फ्रेन्ड जामै जान्छ पुरै जामै जान्छ पुरा केटिएम घरि हरेक मोडमा जामै जान्छ शनिबारको दिन खुला पुरै प्रब्लम हाम्रो साथीहरू आइसक्यो ल पुरा भिड थियो के छ कहाँ हराएको थिएछ नि भेटिस् म हाम्रो सरसँग अघिदेखि त हेलमेटमै थियो यो हेलमेट बुद्ध यस्तो भयो फेरि पनि दर्शन गर्न यहाँ गइरहेको छु कस्तो 1 3 5 फेरि घुम्नु पर्यो घुम्नु भनेको के 1 कि 3 कि 5 कस्तो मान्छे कि एकपल्ट 3 पल्ट त्यसरी भनेको राउन्ड चाहिँ भनेको यो हामी उद्देश्य दामी दामी ठाउँहरू छ यहाँ हाम्रो काठमाडौँको क्यामेराम्यान र हाम्रो आदर्श टोल विराटनगरको हिरो दीपक शाह सुजन महर्जन यता हेरेर हल्का हाय हेलो भनिदिनु पर्यो मोबाइल सोबाइलले मुख नछोप हाम्रो स्कुल फ्रेन्ड किन त्यस्तो मुख छोपेको त मुख नछोप्न कसले चिन्छ कसरी चिन्दैन झन् राम्रै कुरो हो नि यार मेरो प्रोफाइलमा तँलाई नचिन्ने कोही छ कोही होला नजर तर लाग्दैन चिन्ता नगर न तेरो बिहा यहीँ गराउँछौँ के बिहे गरिसकिस् मुख छोपिरहेको छ बिहेको नाममा मुख छोपिहाल्छ क्या यो खोया पनि म छु नि बोलिहाल्छु काँडो बसेर त लगाउँछस् यो ठिक भएन क्या यो हुँदैन त्यस्तो नलजा जस्ट क्राउडी एरिया बडो बल्ल मुक्त साइलेन्ट एरियामा आइयो मस्त साथीको चिनेकै रहेछ भनेर
मलाई बोल्न आउँदैन के छ टुरिस्टहरू टुरिस्ट गाइड यहाँ छ हाम्रो काठमाडौँको टुरिस्ट गाइड हामीलाई बल्ल बल्ल घुमाइरहेको छ हेलमेटले सोधेको दरबारकै हो दरबारकै हो जावा कफी नारायणी दरबार यो सेतो टावर माथिबाट टुप्पोबाट हेरिरहेछ भालेनजीले भन्नुभएको छ नि त यो धरारा होइन यो टावर हो टावर अर्को जुन भत्केको कहाँ छ त्यो भत्केको जुन थियो नि टुटेको त्यही छ कममा के छ यो भित्र निस्किन्छ त्यसो भाइ क्या दामी बास्ना आइरहेको थियो मलाई कुरा गर्छस् हनुमान ढोका अरे यस्ता यस्ता साथीहरू छन् भन्छ मोबाइल निकालेर फोटो भिडियो बनाइदिए नबनाउँदिनँ भन्छ आफै बना भन्छ होइन केही छैन ल ल त लाग्छस् ल ल राम्रोसँग जा सुमित कहाँ गयो ल यो जाँदैछ अहिले मजाले धन्यवाद यहाँसम्म आइस यति विधि सहरमा पनि घुमाइस् जोस् होइन यति घुमाउनु भनेको ठिक हो आफ्नो गर्लफ्रेन्डलाई अनि अर्को कुरो आफ्नो गर्लफ्रेन्डलाई स्याटरडे टाइम नदिई हामीलाई आएर फोन आएको पाइन्छ फेरि पनि यत्रो यहाँसम्म आएर ठिक छ तू आज महान है मेरे लिए हाम्रो अलिक आवाज होइन ल ल ल ल म मेसेज हान्छु मलाई ठिक छ ल ल भाइ ल ए बाबु तिम्रो मुख देखाऊ गाँड मात्रै आयो अनुहार अनुसार ठिकै छ कालो कालो भइसक्यो यता घुमाइदियो नि त मोतीको यसरी नघुमा न सिधै घुमा न मोती मात्रै अर्को त थोडी अब जाँदैछौँ काल भैरव भगवानको दर्शन गर्नलाई यता जीवन के छ सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा आहु आउनुहोस् हजुरहरूलाई म कस्टमर देखाउँछु यता हो यता यता आइज न हामी हिँड्दैछौँ अगाडिबाट भिडियो बनाइदिनु
चाहिँदैन त अझै अझै टाढा जानु थियो यहीँदेखि मेरो फोटो खिच्यो भनेर नि हामी कति धेरै फोटोहरू निस्क्यौँ बडा जताबाट पुगे पनि हाइवे नै पुग्ने हो जताबाट पुगे पनि आखिरमा हाइवे पहिला निस्किनु पर्यो नि त म्याप पाएर नै त स्पिडमा हिँड्नु फटाफट काठहरूबाट जीवन स्काई बागदेखि लिएर धरारादेखि लिएर के सबै इनोभेसन रिइनोभेसन बनावटी स्वरूप चेन्ज त्यस्तै कुराहरूमा छ सबै अब हामी पारी जानेछौँ पारी गएर त्यो साइडमा त्यहाँ बस लाग्छ होला त्यहाँ चढ्नेछौँ पशुपतिनाथको प्राङ्गणमा हामी फेरि आइपुग्यौँ काठमाडौँको एक दुईवटा प्लेस सर्टकटमा घुमेर फेरि आइपुग्यौँ अब यहाँ आरती दर्शनको लागि हामी लाग्दैछौँ मन्दिर छ हामी आरतीको लागि वेटिङमा छौँ म पनि त्यहाँ दिन्छु ठ्याक्क आरती सकिसकेपछि यस्तो छ यो बाटो धेरै हिँड्नुपर्छ जताबाट जाउँ केही छैन
मेरो घरको छेउ यहाँ कसो यार सदा वसन्तम एकछिन हामी कस्तो सुन्नु भन्दा त्यो ट्रेनले फर्केर ठिकै छ त पशुपतिनाथ पनि दर्शन सकाइयो जोस् सन्ध्या पनि आरती गरेको पनि थियौँ एकपल्ट सन्ध्या आरती पनि समाप्त भयो आइयो दर्शन गरियो 2082 मा चाहिँ गर्नुपर्ने एउटा जुन छ हाम्रो माइन्डमा हामी लिएर हिँडेको थियौँ प्लान गरेको थियौँ 2082 को केदारनाथ बद्रीनाथ उज्जैन महाकाल पशुपतिनाथ काल भैरव सबै भगवानको को त्यो दर्शन समाप्त गरियो वर्षमा सबै चिज जोड्नु भनेको मामुली कुरो होइन नि कुरो र हाम्रो ठाउँ पुगेर हामी मामुली मान्छे हो र हाम्रो साथीले भनेअनुसार कि 2026 मा हामी न्यू डेस्टिनेसन सेलेक्ट गरेको छौँ महादेवकै नयाँ ज्योतिर्लिङ्ग त्यो केही टाइममा केही क्षणमा हामी त्यो यही समयमा केही समयमा जुड्यो भने सबैको प्लानहरू एक भयो भने हामी यही 4 जनामा अरू 1 जना एड गरेर नयाँ ठाउँ जुन ब्लगमा आउँछ सुरुमै भनिदिएको कुरो धेरै सस्पेन्स नराख्नु ठाउँको नाम चाहिँ नभन्नु ज्योतिर्लिङ्गमा चाहिँ सबै कभर गर्ने केटाहरूको प्लान छ अहिलेसम्म अहिलेसम्म 4वटा होइन मेरो त भएको छैन 4वटा मेरो कमै छ 12 ज्योतिर्लिङ्ग मध्ये जति सकिन्छ यो मानव जीवनमा जति सकिन्छ त्यो गर्नुपर्छ किन अर्को जग्गा पशु भनिन्छ होइन यसो छ 12वटा ज्योतिर्लिङ्ग सक्छु सक्दिनँ भन्ने छ नि त होइन जबसम्म सास छ जबसम्म सास चलिरहेको छ जबसम्म भगवानले अब बोलाव ल्याए नल्याए बराबर हो होइन हामी आफ्नो मनले पनि गइन्छ त्यो के भन्छ यो होइन कसैले यहाँ सानोतिनो एउटा के भन्छ झटारो हाने जस्तो कुरो हालेको थियो मैले पल्टाएर फेरि सानो कुरो हल्का पेल्दिङ रोक्न सकिँदैन ल भने कसैले एउटा सानो कुरो भनेको थियो कि जल चढाएर भगवान्लाई खुस गर्न सकिँदैन अरे भगवान्लाई खुस गर्न थोरै आएको हो त्यो बुझ्दैन यार भगवान्लाई खुसी गर्न जरुरी छ कोही पनि सक्दैन कसले सक्छ मानव कसैले सक्छ तो पीकेले भन्छ नि एक ब्रह्मांड बहुत बड़ा ब्रह्मांड को एक छोटा से गोला में बैठ के एक छोटा सा शहर में बैठ के एक छोटा सा नन्ना जैसा चीटी जैसा तो लड़का तो क्या करेगा कुछ नहीं करेंगे एक जल चढ़ाएंगे है ना नीलकंठ भगवान जी ने 20 पिउनु भएको छ यहाँ घाँटीमा राख्नु भएको छ उसको शरीर त तातो छ नि त मेरो एक जलले केही न केही त होला केही न केही त्यो आस्थाले हामी आएको सबभन्दा ठुलो कुरो आस्था हो त्यो आस्थाले हामी आएको छौँ कस्तो हुन्छ मनमा आफूलाई मनमा हुन्छ मन सफा भयो भने हिन्दू भएर पनि हामी यो गरिनौँ भने मन सफा भयो भने एउटा बेलपत्रले पनि शिवजी प्राप्त गर्न सकिन्छ हामी हिन्दू भएर त्यति पनि गरिनौँ भने त्यो धिक्कार छ त हिन्दूमा क्या त्यो हिन्दू नभएको राम्रो हिन्दू भएर त्यति नै गरेन भने के मतलब छ एउटा यो छ हाम्रो मोडे दोस्त मोडे दोस्तले गर्दाखेरि धेरै धेरै प्लानहरू सक्सेस भइरहेछ नत्र यो दुईटामा त भर छैन होइन मेरो साथीभाइमा जुन फ्रेन्ड सर्कल छन् त्यो सबले थाहा छ होला म कस्तो छु यो कस्तो छ यो कस्तो छ भनेर यो त फेरि छ नि यो त फेरि फाडिदिने मान्छे छ नि प्लानमा पुरा हुन्छ नि म प्लान बनाउँछु पेट्रोल होला यो आएर आगो लगाइदिन्छ पुरै त्यो हो नि त मजा पेट्रोल के छ एउटा यो पनि याद राख्नु जब 26 साल से ऊपर 30 साल से नीचा लड़का शादीशुदा हो ऊपर में बच्चा का बोझ हो
वो लड़का ये कुमार लड़का के साथ जुड़ रहा है तो समझो इस दुनिया का सबसे बड़ा धुरंधर अनिस है। हल्का हामी बेलुका हल्का जङ्क फुड ट्राई गरिदिउँ मोमो अरू त खाना खाइरहेछ हामी चाहिँ यसो हल्का एक दुई हल्का ट्राई चाहिँ गरिदिउँ भनेर आएको। त्यसपछि फेरि अब पेट भरेन पनि जाउँ न नि के छ र। हामी यही रुम बसेको छौँ अहिले लगभग 11:10 जति भइसक्यो 11:10 जति गइसकेको छ। यहाँ हाम्रो स्कुलमेट बोलाएको छ टक्क केटाहरू हल्का जाउँ डिस्को सिस्को के छ होइन हल्का घुमफिर गर्नुपर्छ हल्का रमाइलो गर्नुपर्छ 1-1.5 घन्टै भए पनि होइन। अनि त्यसपछि अगाडि बढ्ने भनेर एकजना साथी सुति नै रहेछ हामी अब त्यहाँ जानेछौँ। के छ तेरो पनि पुरा हल्का बयान गर रमाइलो समाइलो हेरौँ के छ कस्तो छ सिक्नै रहेछ होइन सिक्ने होइन जस्ट इन्जोय हो आएको छौँ होइन आएपछि यस्तो हेरिहालौँ के छ कस्तो छ 1-1.5 घन्टाको यस्तो भिडियोमा त हेरेको भने आफ्नो लाइफ गएर एउटा शान्तिमा एक्सपिरियन्स दिनको लागि जाउँ कि भनेर साथीले रिक्वेस्ट गरेको रहेछ जाउँ न त भनेर साथीमा ठिक छ ल जाउँ साथीहरूसँग रमाइलो पनि हुन्छ अलिक ल जाउँ भनेर त्यस्तो नेगेटिभ केही त्यो छैन। ठिक छ जाउँ अब हल्का फ्रेस फ्रेस भइहाल्छु म पनि अनि जान्छु यसरी नै म त। स्लो राइडर हो धेरै फास्ट किनभने सबजना यस्तो फान छन् नि त नर्मल हो धेरै हाल्नु पर्दैन। कहाँ इन्ट्री हामी भइरहेको छौँ यहाँदेखि ठमेल यहाँदेखि वेलकम टु ठमेल काठमाडौँ नाउ वेलकम टु ठमेल म र रमेश ठमेलमा होइन म र जीवन ठमेलमा 11:45 जति कति 40 मिनट जति गइसक्यो। यहाँ त मेरो नाइट लाइफ हो ठमेल भनेको काठमाडौँको पुरै अहिले बजार बिस्तारै मुख छाडेको मैले माछा के हुँदैन टुट हान्दिहाल्छु नि टुटो ठाउँमा जतिसुकै खाना हो जतिसुकै हो तर त्यहाँ हल्का टुट हान्दिहाल्छु के हो सिधै अहिले भिडियो बनाउनु पर्ने रहेछ म भन्दा मैले भन्दा सिधै भिडियो बनाउनु फेरि अरूले भिडियो बनाएको देख्यो भने मान्छेलाई कति दिनको भिडियो बनाएको जस्तो हुन्छ क्या फेरि। वेलकम ए झडा हुँदाखेरि नि प्रायः परिरहन्छ होइन यता राइट राइट पछि लेफ्ट है राइट राइट पछि लेफ्ट दिइहाल कस्तो मतलब गुहिहाल छिहाल फेरि अनि जतिजना खाएको छौँ फट्नै पऱ्यो नि जतिजना छ टोटल हुनै पऱ्यो जतिजना खाएको छौँ जतिजना छौँ यसको जोड्नु भएन यसको उसको जोड्नु होइन जतिजना छौँ जोस् घुमियो पैदल यात्री पनि गरिरहेको छ नक्सल एरियामा छ मैले यो एउटा नर्मल केही सानो डकुमेन्टेसनको काम थियो साथीको त्यही कारणले हामीले यता पस्यौँ नक्सल चोकमा आएर हो अगाडि हेर्नेछौँ यहाँ मस्त ट्राफिक प्रहरी कार्यालय अगाडि एउटा सानो काम छ हाम्रो खाना पनि खाइसक्यो कहाँ म बसिहाल्छु जानु पहिला पुगिहाल्छु त तब बाथरुम आसौँ छ
सुन्दर विराट यसकै बुक गरेर हामी निस्किन लाग्यो होइन के छ अनि ठिक छ र यात्रा बेकार छ बसमा होइन नेपालको बाटो बसमा पुरै बेकार छ बाटोहरूमा यो बसमा चाहिँ ट्राभलै गर्न अलिक गाह्रो छ यो बाटोहरूमा यस्तो बाटो छ खतरा बाटो छ पुरै धुलो धुवा उफारै भित्र पनि त्यस्तै छ स्मेलहरू अब थुनेको बाटोमा यस्तै हुन्छ हामी चाहिँ बिहान अब छिटै उठेर हल्का साथीहरूको काम थियो त्यो काममा सकाएर त्यसपछि टिकट बुक गरेर अनि टक्क लागेको ब्याकमा अब सिधै ब्याकमा पुगेर नै हुन्छ के छ तपाईँले भन्दै केही के भन्दैन साइलेन्ट किन ग्रुपमा कोही पनि छैन होइन आधा मान्छे त्यहीँ छ आधा मान्छे गइसक्यो है आधा मान्छे हामी सँगैमा छ मतलब 4 फुट भइसक्यो मान्छेहरू पनि आउँदा जाँदा पुरा धुलै धुला बाटै त म त अन्डर कन्स्ट्रक्सनै हुन्छ पुरा यस्तो हालत नमस्ते सबैजनालाई म ठ्याक्क घर पनि पुगिसकेँ आज बिहान आएको थिएँ घर अब बिहान आएर फ्रेस भएर छिटोभन्दा छिटो म अफिसतिर पनि लागेको थिएँ किनभने अफिस पनि छुट्छ नत्र अफिस त्यो कारणले छिटोभन्दा छिटो म अफिसतिर गइसकेको थिएँ टक्क अहिले चाहिँ यो ब्लगलाई म यहीँ समाप्त गर्दैछु किनभने आउँदाखेरि अब ब्याट्रीहरू पनि चार्ज थिएन त्यही कारण म ब्लग इन्ड गर्न सकेको थिइनँ अहिले टक्क इन्ड अब गर्दैछु यो ब्लग पशुपतिनाथ दर्शन राम्ररी नै भयो केदारनाथ पछि पशुपतिनाथ दर्शन पनि गर्न जरुरी हुन्छ त्यो कारणले हामी सबैजना साथीहरू मिलेर पशुपतिनाथ दर्शन पनि गरिसक्यौँ गरेर आइसक्यौँ अब आज आइसक्यो 8 बजीसम्म लगभग अब 9 भोलि या पर्सिसम्म हाम्रो के कति इस्टिमेट खर्च भयो त्यो हाम्रो लिस्ट भन्छ त्यसको लागि भिन्दै फेरि छ अर्को हस् यो ब्लग यहीँसम्म म राख्छु है अब हजुर प्रतिक्रिया दिनु होला अन्तिममा कमेन्ट लेख्नु होला है जय पशुपतिनाथ भगवान्ले सबको रक्षा गरून् अब यति भन्दै म यो ब्लगलाई यहीँ समाप्त गर्छु तपाईँहरूको सहयोगले तपाईँहरूको कमेन्टले म अझै मोटिभेट हुन्छु त्यो कारणले कृपया कमेन्ट चाहिँ छोड्नु होला र के कस्तो ब्लग लाग्छ त्यो पनि छोटो मिठो कमेन्ट चाहिँ छोडिदिनु होला हर हर महादेव जय श्रीराम हर महादेव यति भन्दै यो ब्लगलाई यहीँ समाप्त गर्दैछु थ्याङ्क यू सो मच